म यसै विद्यालयमा अध्ययन गरेर यसै विद्यालयमा सेवा गर्न पाउँदा असाध्यै एउटा खुसी लागिरहेको छ र सेवा गर्ने अवसरहरूमा चाहिँ मैले लिएको छु। विद्यालयमा अहिले जम्मी हामीसँग 350 जति विद्यार्थीहरू छन्, अध्ययन गरिरहेका छन्। +2 को तर्फमा 11-12 को सन्दर्भमा 128 जना भर्खरै चाहिँ परीक्षा दिएर पास रिजल्ट आउट भइसकेको छ भने 1 देखि 10 सम्म 350 जना विद्यार्थीहरू अहिले अध्यापन गरिरहेका छन् र परीक्षा चलिरहेको छ। भर्खरै हाम्रो 2016 सालमा स्थापना भइसके पश्चात यसलाई चाहिँ माई बनाउने क्रममा सबैको सहकार्यमा यहाँहरू सबै बौद्धिक वर्गहरू अभिभावकहरू लागेर चाहिँ निर्माण गर्नुभयो, विद्यालय स्थापना गर्नुभयो। स्थापना गरिसके पश्चात क्रमशः मावि बन्दै यो निभाइ बन्दै मावि बन्दै जाने क्रममा अहिले चाहिँ आएर यो +2 प्राविधिक हाततर्फ पनि यहाँ पढाइ भइरहेको छ र जीर्ण हुनुको कारण यसलाई हेर्ने दृष्टिकोण फरक ढङ्गले हेरेका छन्। लगायत यहाँ अन्य बौद्धिक वर्गहरूले पनि यो विद्यालयमा अथाह चाहिँ पैसाहरू छ, थुप्रै पैसा छ, यो विद्यालयमा ठेकी नसक्ने पैसा छ भन्ने जो नियत हेराइ छ त्यो कारणले गर्दा पनि अलि ओझेलमा परेको छ र मात्रै यहाँ सपोर्टेड चाहिँ भए जस्तो छ तर वास्तविक भित्रैदेखि सपोर्टेड नभएको कारणले गर्दा अहिले चाहिँ यो किडाङ नेपाल कालीकोटद्वारा चाहिँ पहिला चाहिँ बनेको भवन हो, 11 कोठे भवन हो। यो चाहिँ अहिलेसम्म यही भवन रहेको छ र यसलाई चाहिँ के भन्दाखेरि प्रदेशबाट आएको भवन त्यो पुरानो भवन चाहिँ 4 कोठे छ। मात्रै चाहिँ भवनको सङ्ख्याको हिसाबले अहिले चाहिँ अलि अवस्था अब यस्तै देखिएको छ। अब राजनीतिक दलहरूले सबैको इन्ट्रेस्टहरू बनाउने भन्ने नै छ। बनाउने क्रममा पनि उहाँहरूको चाहिँ सपोर्ट सहयोग हिजो नभएको होइन, भोलि पनि होला, तर तत्काल रूपमा चाहिँ अहिले चाहिँ धेरै चाहिँ भएको चाहिँ यहाँ देखिँदैन। अब गर्नेमा चाहिँ सबैको मौखिक रूपमा गर्ने भन्ने चासो सपोर्ट सहयोग चाहिँ व्यावहारिक रूपमा चाहिँ भएको चाहिँ खासै देखिँदैन। अहिले हामी चाहिँ गर्छौँ भनेर चाहिँ सबैले चाहिँ भन्ने, हामी सहयोग गर्छौँ भनेर सबै सहयोगको भावना देखाए जस्तो गर्ने, भित्रैदेखि चाहिँ सहयोग गर्नुपर्छ भनेर तत्काल रूपमा चाहिँ अब यहाँनिर अब फिल्डको अवस्था यो अवस्था छ। लगायत भर्खरै चाहिँ तपाईँको घेरबा पनि सामान्यतया हामीले क्रिया र प्लानको सहयोगमा चाहिँ भएको छ र तत्काल रूपमा हाम्रो अब यो सहयोग भनेको खासै चाहिँ त्यति सहयोग चाहिँ अब अलिकति कसिलो मानौँ अब यो तपाईँको अलिकति ठुलो बजेटिङ गरेर भौतिक संरचनाको निर्माणको हकमा चाहिँ हामीले पर्याप्तता बजेट ल्याउन सकिरहेको अवस्था छैन। शैक्षिक रूपान्तरणका लागि र शैक्षिक गुणस्तरका लागि विद्यालयमा वार्षिक योजनाहरू, शैक्षिक योजनाहरू निर्माण गरेर प्रत्येक अब यो आगामी वर्षको कक्षामा चाहिँ प्रत्येक टिचरलाई भ्यान डायरीको तयारी गरेका छौँ र कक्षामा तपाईँको मैले कति पढाउने, कसरी पढाउने भन्ने विषयवस्तुमा वार्षिक कार्ययोजना सहितको क्लासमा गएर चाहिँ पढाउने र सबैको मनोभावना विद्यार्थीहरूको भावना अनुरूपको चाहिँ कक्षामा चाहिँ पढाइ गर्ने, त्यसको इभ्यालुएसन गर्ने, मूल्याङ्कन गर्ने र अनि साप्ताहिक समीक्षा गर्ने र त्यसरी चाहिँ के भन्दाखेरि अब यसलाई रूपान्तरण गर्न सकिन्छ। र विद्यालयमा आइसकेका बालबालिकालाई घरमा जति आमाबाले माया दिनुहुन्छ, प्रेरणा दिनुहुन्छ त्यो किसिमको माया प्रेरणा विद्यालयको शिक्षक, स्टाफ, म्याडमहरूले सबैले दिनुहुन्छ र दिन्छौँ भन्ने हामी चाहिँ यहाँहरूले प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ। र भएको पनि चाहिँ यहाँले चाहिँ बालबालिकासँग सोच्न सक्नुहुन्छ। अन्य हाम्रो आदरणीय सरहरू हुनुहुन्छ, हामीसँग 32 जना स्टाफहरू छौँ। सबैमा सबैको एकरूपता नभए पनि सबैसँग त्यो नभए सबै साथी अलिकति छौँ भने हामी सबै स्टाफहरू एकरूपता भएर हाम्रो त एउटा मोर्निङ अब सिफ्टमा यो इक्जाम भएको कारणले गर्दा अनि केही सरहरूको चाहिँ अब दिन आउनुहुन्छ। धेरैजनाको यहाँ अहिले तत्काल चाहिँ के भन्दाखेरि 11 को इक्जाम भएको हुनाले 11 को अब रिजल्ट तयारी गर्ने क्रममा सरहरूले व्यस्त हुनुहुन्छ। के चाहिँ प्रश्न निर्माणमा लाग्नु भएको छ। बाँकी रहेका सरहरू चाहिँ निरीक्षकहरू चाहिँ कामकाज गरिरहनु भएको छ। हामीसँग विज्ञान प्रयोगशाला त्यो कर्नरमा छ, एकदमै चाहिँ प्रयोग भइरहेको छ। कम्प्युटरमा हामीले प्रत्येक कक्षा 4 देखि 10 क्लाससम्म विद्यार्थी भाइबहिनीहरूलाई रुटिन बनाएर कुन बारको विद्यार्थी पढ्छ हामीले प्रतिदिन एलाउन्स गर्छौँ। त्यही आधारमा लिएर 4 देखि 10 क्लाससम्मलाई चाहिँ हामी के गर्छौँ, प्र्याक्टिकल गराउँछौँ अनि त्यो चाहिँ नियमित रूपमा कक्षा कार्यमा चाहिँ गराउने गरेका छौँ। अग्रज व्यक्तित्वहरूको सुझाव सल्लाह सपोर्ट आवश्यकताको अनुसारको बजेट व्यवस्थापन आफ्नो दायित्व अनुसारको सबैले चाहिँ
अनुगमन तथा मूल्याङ्कन गरिदिनु भयो भने, सपोर्ट सहयोग गरिदिनु भयो भने यो विद्यालय अझै एउटा परिवर्तन हुने सम्भावना देखिन्छ। र एक हातले ताली बज्दैन, सबैको त्यत्तिकै दायित्व भएको हुनाले सबै सरकारवाला पक्ष, सरकार, यहाँको चाहिँ विद्यालय व्यवस्थापन समिति, यहाँको शिक्षक स्टाफ, अभिभावक लगायत सबै पक्षहरूको सहमतिबाट हामी अगाडि बढ्यौँ भने विद्यालय निश्चित पनि नमुना बन्न सक्छ भन्ने मलाई विश्वास छ। र हामी पनि लागिरहेका छौँ। हामी निरन्तर बिहान आएर बेलुका हामी 9-10 बजेसम्म बस्छौँ। हामी सबै साथीहरू चाहिँ विद्यालयलाई हामीले मैले नगरेको हजुर खटिराखेका छौँ। मैले नगरेकोले गर्ने भन्ने हामी चाहिँ एउटा प्लान बनाएका छौँ। र जो जहाँबाट देख्छौँ त्यहीबाट गरौँ होइन। त्यो एउटा नेतृत्वमुखी मात्रै बनेर एउटा चाहिँ बढेर उसँग मात्रै चाहिँ उसले थाहा पाउँछ भन्ने होइन। हामी सबै शिक्षकले थाहा पाउनुपर्छ भनेर हामीले प्रत्येक सहरलाई चाहिँ जिम्मेवारी बाँडेका छौँ। आफ्नो जिम्मालाई मलाई विपद कार्यहरूमा कसैलाई चाहिँ फर्स्ट एडको आवश्यकता पऱ्यो, बिमारी भयो इमिडिएटली हजुर पनि हिजो हुनुहुन्थ्यो, बिमारी भएको बाबुलाई लिएर सहरलाई जिम्मा थियो, उहाँले लिएर उपचार गरेर ल्याउनु भयो। त्यसरी चाहिँ हामीले प्रत्येक कार्यविधानको आधारमा हामी गरेका छौँ। र विद्यालयलाई राम्रो बनाउन लागि सबैको सहयोग भयो भने, हातेमालो भइदियो भने यो सुन्न सुगन्ध हुन्छ र राम्रो बनाउन सकिन्छ भन्ने मलाई विश्वास छ, आशा छ। र सायद यहाँको सबै सरकारलाई पक्षले हेरिराख्नु भएको छ। हिजोभन्दा आज पञ्चदेवलको अवस्था चाहिँ दिन प्रतिदिन चेन्ज भएको छ। हामी सबै एकरूपतामा छौँ र सहयोग गर्नुपर्छ। सबैले सहयोग गरिदिनु भयो भने, यहाँ सबैको साथ सपोर्ट रह्यो भने यो विद्यालय पनि नमुना बन्न सक्छ भन्ने मलाई एउटा विश्वास छ। म हिरामणि सिमखाडा, घर चाहिँ सान्नी त्रिवेणी गाउँपालिका वार्ड नम्बर 7 पर्छ। म यो कन्सेबल माध्यमिक विद्यालय निम्न माध्यमिक तह अङ्ग्रेजी विषयको स्थायी शिक्षक सर। अब सर्वप्रथम त के भने यो जो हाम्रो कन्सेबल माध्यमिक विद्यालय छ, यो विद्यालयमा हाम्रो दुईटा धारमा चाहिँ पढाइ हुन्छ। 2 धारहरू छन्। एउटा साधारणतर्फ चाहिँ साधारण विषयहरू भइहाले र अर्को प्राविधिक धारतर्फ हाम्रो कम्प्युटर इन्जिनियरिङ चाहिँ पढाइ हुन्छ। र अहिलेको चाहिँ वर्तमान अवस्थालाई हेर्दाखेरि अहिलेको युग भनेको नै एउटा विज्ञान र प्रविधिक युग भएको हुनाले यो हाम्रो विद्यालयमा झन्डै 1 दशकभन्दा बढी समय भयो यो चाहिँ कम्प्युटर शिक्षा चाहिँ पढाइ हुन थालेको। र अहिले हामीले चाहिँ योभन्दा अगाडि पनि विद्यालयले प्राविधिक शिक्षालाई जोड दिइरहेको थियो। र अहिले हामीले चाहिँ सानो कक्षा भन्नाले कक्षा ECD कक्षा 10सम्मै हामीले चाहिँ साधारणतर्फ पनि हामीले पठन पाठन प्रक्रियामा चाहिँ प्रविधिको चाहिँ प्रयोग गरिरहेका छौँ। जस्तै हामीले चाहिँ पढाउनु पर्ने कुरालाई हामीले तयारी गरेर ओभरहेड प्रोजेक्टरको प्रयोग गर्ने, बालबालिकालाई विभिन्न किसिमको चाहिँ भिडियो क्लिपहरू देखाउने, शिक्षकहरूले हामीले गरेका गतिविधिहरूको पनि भिडियो क्लिपहरू बनाउने, त्योबाट चाहिँ केही बालबालिकालाई चाहिँ सिकाउने कुराहरू गरिरहेका छौँ। अहिले हामीले प्रविधिलाई चाहिँ विशेष गरेर जोड दिइरहेको छौँ। मेरो स्थायी ठेगाना सान्नी गाउँपालिका वार्ड नम्बर 3। म हाल यो पञ्चदेवल माध्यमिक विद्यालयको निम्न माध्यमिक नेपाली विषय शिक्षक। साथै म यस विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक र परीक्षा तथा मूल्याङ्कन समितिको संयोजक। हाम्रो विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत वार्षिक कार्यतालिका तयार गरेका छौँ। त्यो वार्षिक कार्यतालिकाभित्र रहेर प्रत्येक शुक्रबार विभिन्न किसिमका क्रियाकलाप पठन पाठनका साथसाथै हामीले अतिरिक्त क्रियाकलाप विद्यार्थीको सर्वाङ्गीण विकासको लागि त्यस्ता कार्यक्रम गरेका छौँ, जुन कि आइजा प्रतियोगिता, खेलकुद, त्यसपछि गएर निबन्ध प्रतियोगिता, त्यसपछि यस्ता अनेकौँ प्रतियोगिताहरू हामी सञ्चालन गरेका छौँ। निबन्ध लेखन, ह्यान्डराइटिङ लेखन जस्ता कार्यक्रमहरू राखेका छौँ। कस्तो यो अतिरिक्त क्रियाकलापहरू लागि चाहिने सामग्रीहरू पर्याप्त मात्रामा छ कि हामीले स्थानीय सरकारसँग पनि अब रिक्वेस्ट गरेका छौँ। उहाँहरूले पनि पहिलोभन्दा अहिले केही मात्रामा सहयोग गर्नुभएको छ र आउने यो बजेटबाट पनि खेलकुद सम्बन्धी केही हामी सहयोग गर्छौँ भन्ने उहाँहरूको प्रतिबद्धता पनि छ। यो विद्यालयको शैक्षिक गुणस्तरको लागि विद्यालय स्टाफ, विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारले अहिलेसम्म गरेको जो सहयोग छ यसलाई हामी धन्यवाद दिन चाहन्छौँ। र आगामी दिनमा पनि उहाँहरूले यसरी यो सहयोगलाई निरन्तरता गर्नुहुनेछ र यो विद्यालय साँच्चै कालीकोट जिल्लाकै नमुना विद्यालयको रूपमा स्थापित गर्नको लागि उहाँहरू सबैको भूमिका रहोस् र रहनेछ भन्ने अपेक्षा गराउँछौँ। हामीले हरेक एक्टिभिटीहरूलाई जिम्मेवारी गठन गरेका छौँ। प्रधानाध्यापकदेखि लिएर तल अरू फ्याकल्टीका हामीले प्राविधिक धारको संयोजक, हामीले एमसी शाखा, त्यस्तै परीक्षा समिति तयार गरेर परीक्षाको पुरै कामहरू परीक्षा समितिको संयोजकमा व्यवस्थित अनि सूचनाको हकको लागि सूचना अधिकारी सहित
बाँकी विद्यालयका धेरै एक्टिभिटी काम गर्नलाई हामी सहायक प्रधानाध्यापकको रूपमा उहाँले पनि आफ्नो भूमिका निर्वाह गर्नुभएको छ। त्यसरी नै चलिरहेको छ। यो विद्यालयको शैक्षिक क्षेत्र उन्नति गर्नको लागि हामी सबैले एक मनका साथ एकसँग लाग्नुपर्छ होइन। अनि स्थानीय सरकारबाट पनि हुनुपर्ने जो यसको लागि सहयोग भइरहेको छ, अलिक प्रभाव पारितामा गर्नु पऱ्यो र अलिअलि नपुगेको कुरा कहाँनिर छ भने जनप्रतिनिधि र स्थानीय बोर्डिङतिर बढी प्रभावित गरेकोले यो विद्यालयमा अलिकति सुधार्नमा अलि जटिलता देखिन्छ। सबैका केटाकेटी यो सामुदायिक विद्यालयमा पढ्ने भावना राख्दैमा अनि यो विद्यालयको शैक्षिक क्षेत्र अलिक थप उत्साह यो विद्यालयको शैक्षिक क्षेत्रको हिसाबले हेर्दा पालिकाभरिमा दोस्रो तेस्रो लेभलमा आइरहन्छ अहिले पनि एसीमा 8मा अनि नतिजा राम्रै छ र बाहिरी दृष्टिकोणले त्यो भने तापनि शैक्षिक उपलब्धि राम्रै देखेको छु मैले र ल्याएको पनि छ। कुनै स्तरमा कमी खासै त्यस्तो छैन। सबैले सामुदायिक विद्यालयलाई प्राथमिकता दिनुभयो। यसको लागि जनप्रतिनिधि, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष अनि सम्पूर्ण यहाँका स्थानीय अगुवाहरू, बुद्धिजीवीहरू, व्यापारीहरूले यसको लागि सामुदायिक विद्यालय प्राथमिकता दिनुपर्छ। यसमा हेर्नुपर्ने तर हामीलाई आवश्यकता अनुसारको त्यो अपुग्ता भइरहेको जस्तो ठाउँ तपाईँ त्यो अपुग्ता भएको माग गर्न सक्नु माग त गरिरहेको छौँ। अब स्थानीय सरकारसँग पनि बजेट अभावले कारण होला उहाँले नहेर जस्तो देखिन्छ, तर हेर्न चाहिँ उहाँले उपाध्यक्ष कार्यक्रमबाट अनि यसो सङ्घ संस्थाले भित्राउने कामहरू स्थानीय सरकारले गरेको छ, त्यो नगरेको बिल्कुल छैन। यो विद्यालयप्रति गाउँपालिका पुरै हेरेको छ भन्ने छैन। उहाँहरूको आर्थिक भ्याइले नभएसम्म होला जस्तो लाग्छ। उहाँले सकेसम्म सहयोग गरिरहनु भएको छ। यो विद्यालयको स्थिति हेर्ने हो भने 1-2 वर्ष अगाडिको कुरा गर्ने हो भने यहाँ धेरै गन्जागोल नै थियो। खास अब म विद्यालय व्यवस्थापन समिति आइसकेपछि र यो विद्यालयमा त्यसपछि एउटा विद्यालय शिक्षक स्टाफको पनि पहिला अलिकति अनियमित मतलब के अरे त्यसमा मेलमिल अलिकति नमिलेको पनि देखिन्थ्यो। अहिले पछिल्लो चरणमा शिक्षक स्टाफ पनि धेरै बाहिर भने जति सोचे जस्तै मान्छेले बाहिर जे जति बुझेका छन् त्यो स्थिति छैन। खास शिक्षक स्टाफ पनि 1-2 जना केही कतिपय नमिल्ने अटेरी कोही होलान् बेग्लै कुरा हो। शिक्षक स्टाफ बिच पनि करिब 1-2 जना बाहेक एकरूपता नै देखिन्छ। पठन पाठनको हिसाबले पनि सुधार नै देखिन्छ होइन। र शिक्षकको बिचमा पनि जो झमेला जो भन्नुभयो त्यो खासै धेरै छैन क्या। पहिला एकचोटि अब यो शिक्षकको प्रयोगको विषयमा पालिकाले नै मलाई परीक्षा लियो। त्यसपछि परीक्षामा मलाई सङ्घीय नीति र नियमअनुसार र त्यो अनुसार जानुपर्ने र सङ्घीय नीतिअनुसार माथिको निकायको माथामा प्रभाव नियुक्ति गर्नुपर्ने अथवा त्यही माथामा गर्नुपर्ने ठाउँमा नगरेर पालिकाले आफ्नो माथामा आफ्नो नीति बनाएर लगिसकेपछि जोसुकैले पर हुने एउटा उनले प्लान बनाइसकेपछि यहाँ परीक्षा दिँदाखेरि हेड सर माविको हेड सर जया देवकोटा हुनुहुन्छ। त्यसपछि उहाँले परीक्षा दिँदाखेरि उहाँ फेल हुनुभयो। त्यसपछि अरू विद्यालयका केही मान्छेहरू फेल भएर पालिकाले पठाएको टिचर यहाँ पठाउँदाखेरि त्यहाँ त्यति बेला अर्को पठाउँदाखेरि उहाँले मुद्दा समेत खेलेर त्यो पालिकाको मुद्दा समेत उल्टाउनु भयो होइन। सङ्घीय नीतिअनुसार सङ्घीय ऐनअनुसार सङ्घीय मतलब नीतिअनुसार त माविको टिचर हुनुपर्ने हो। खासै त्यो नभएर बरु अर्कोलाई गर्नुपर्ने ठाउँमा पालिकाले त्यो नगरिसकेपछि त्यो मिस्टेक अलिकति पालिका नै देख्छु म। त्यसैले के भने त्यो हुँदाखेरि विवाद ठुलै भयो। मलाई धेरै त्यसको अन्तर्विवादहरू रह्यो। यहाँ ठुलो भ्रष्टाचारको मुद्दा पनि बाहिर देखाइयो, कभरको नाममा भयो। त्यसपछि अब अहिले खासै त्यो मलाई करिब 1 वर्ष भयो हामीले सबै सुल्ट्याएका छौँ। अब हाम्रो योजना आगामी 1 वर्ष हाम्रो कार्यकाल करिब 2 वर्षको हाराहारीमा 1.5 वर्ष जति भयो। अर्को असोजसम्म हामी 2 वर्षमा पुग्छौँ। 2 वर्षभन्दा अर्को असोज हुन्छ त्यहाँसम्म यो पालिकाभरिको एउटा नम्बर 1 विद्यालय नै हो। शिक्षक विद्यार्थी सङ्ख्यामा अहिले कम होला। यहाँ शिक्षक स्टाफमा शिक्षक भन्ने हो भने सबैभन्दा कालीकोट जिल्लाभरिको शिक्षक बढी यहाँ भन्दा हुन्छ प्राविधिक र त्यसपछि अरू टिचरको हुनाले र फुलफिल दरबन्दी मावि र निमाविको दरबन्दी भएको नाताले पढाइको हिसाबले धेरै राम्रो छ। त्यसपछि अन्य हामीले शैक्षिक स्तरले हामी मलाई 1-2 वर्षभित्र यसलाई पालिकाभरिकै 1 नम्बर बनाउने हाम्रो योजना लक्ष्य छ। शिक्षकहरू बिचमा पनि एकरूपता बनाउने एउटा लक्ष्य छ। त्यसपछि विकास निर्माणको हिसाबले प्रदेश सङ्घले बजेट त्यति पालिकाले पनि त्यति वास्ता गरेको छैन र यसमा हामी पहल गर्दैछौँ। अब कति सकिन्छ त्यसमा अगाडि लिने र गर्ने कुरा हो। अलिकति पालिकाभरिकै 1 नम्बर बनाउने भन्ने हाम्रो लक्ष्य उद्देश्य छ। पढाइमा पनि 1 नम्बर टप कसरी बनाउने भन्ने उद्देश्यमा हामी लागेका छौँ। कान्नी त्रिवेणीको नम्बर 1 विद्यालय दरबन्दी हिसाबले अगाडि नै छ। त्यसैले मैले पालिका मुख्य सरकारवालासँग
गाउँपालिका अध्यक्ष लगायत उपाध्यक्ष अन्य सबै वडा अध्यक्षसँग मैले के भनेको छु भने व्यक्तिसँग भन्दा पनि संस्थासँग जोडिनु पर्यो। व्यक्तिको मात्र पछि लाग्ने भन्दा पनि संस्थालाई अगाडि बढाएर अगाडि बढाउँ। त्यसपछि 1-2 व्यक्तिसँग हामी लाग्नु आवश्यक छैन। त्यस कारणले विकास निर्माणमा अब हामीले अघिल्लो वर्ष अहिले कोही पालिका र उसलाई मात्रै भन्नु छैन। किराङ नेपालले अघिल्लो वर्षदेखि एउटा टोइलेट, त्यसपछि के भन्छ यो घेरबारको कुरा, किराको योजना, त्यसपछि साझेदारी गाउँपालिका नै हो। गाउँपालिका फरक, मैले किरा फरक भन्न खोजेको होइन। समय दुईटैको सहकार्यमा किराले यहाँ हेरिरहेको छ। हरियाली मतलब यो विद्यालय के भन्नु हरित विद्यालय बनाउने यसको कार्य छ। त्यसैले यही अनुसारले हामी अन्य सङ्घ संस्थालाई पनि अपेक्षा के गर्छौँ भने हामी सबै सङ्घ संस्थासँग अन्य सङ्घ संस्थाले पनि यो विद्यालयको यसमा हेराइको दृष्टिकोणले ठिक ढङ्गले अगाडि बढ्नको निम्ति हामी आग्रह गर्छौँ र अरू सङ्घ संस्थालाई पनि आह्वान गर्दछौँ। विद्यालयमा करिब 2 चोटि तलमाथि क्याम्पस यहाँ हेरेर 2 चोटि चुनाव नै भइसक्यो। चुनाव गर्नुहुन्न, सर्वसहमत गरौँ भनेर हामी नै लाग्यौँ, हुँदै चुनाव भइहाल्यो पहिलो चरण। त्यसपछि फेरि के भयो भने अझ चुनाव भयो, बिग्रियो होइन। बिग्रिसकेपछि त्यो मत कट्टारमा त्यो उछिट्याउने काम भयो होइन। त्यसपछि अब फेरि आउँदा एकचोटि के गरेर भने अब सर्वदलीय गरौँ भनेर अब दलको सबै अपनत्व हुने गरिकन एउटै विद्यालयमा एउटै दलले मतलब सहभागिता जनाउने भन्दा पनि सबै दलको समावेशी गरेर अपनत्व ल्याउँ भनेर हामी सर्वदलीय हिसाबले यहाँ दलीय हिसाबले हामी यहाँ आयौँ। आइसकेपछि म माओवादीबाट आएँ। त्यसपछि एमालेको अहिले गाउँ कमिटीको अध्यक्ष मातृका सञ्जाल उहाँ पनि सदस्य हुनुहुन्छ। त्यसपछि कङ्ग्रेसबाट 1जना, सबै दलको सहभागीमा यहाँ छ। त्यसपछि हामी यो दलीय भएको भन्दा होइन कि यो विद्यालयमा सामूहिकता हिसाबले मात्रै आएका हौँ, कोही दलीय हिसाबले आएका होइनौँ। जनघनत्व यहाँको मतलब एक किसिमले जसको उसको मतलब जनताको अगुवाई अनुसार हामीले त्यसको नेतृत्व गरेका हौँ। कोही एक दलले यति वर्ष खायो भन्ने कुरा भन्दा पनि यहाँको मतको आधारले मतलब जनमतको हिसाबले हामी कदर गरे अरू के छ। यो म आफ्नो बुझाइले के भन्छु भने हामी निस्वार्थ ढङ्गले लागेको बेला निस्वार्थ ढङ्गले हिजोदेखि लाग्यौँ, अहिले पनि हाम्रो त्यही हो, भविष्यमा अरू केही पनि छैन। हामी निस्वार्थ ढङ्गले विद्यालयमा आएका हौँ। कुनै शर्तले मलाई कोही 2 रुपियाँ खानुपर्छ, लिनुपर्छ, यहाँ कोही कमिसन लिनुपर्छ भनेर यो विद्यालयमा म आएको छैन र मेरो टिम पनि आएको छैन, खास मैले आफूले बुझ्ने सहरमा। त्यसैले हामी विवेशको जो कमिटी छ निस्वार्थ ढङ्गले दलीय हिसाबले आए पनि सामूहिक भावनाका साथ जनताको सबै प्रतिनिधित्व गरेर हामी यहाँ आएको हो। यसमा विवेशको टिम, त्यसपछि अन्य सङ्घ संस्थाले पनि पहिला जे भयो अब यहाँभन्दा आगामी दिनहरूमा अगाडिका दिनहरूमा हामी अब यसलाई सबैले हाम्रो दिमाग त्यहीँ दिनुपर्छ। त्यसपछि यो विद्यालय गाउँपालिकाको नम्बर 1 विद्यालय हो, यसलाई सबैले सहयोग र सपोर्ट गर्नुपर्छ भनेर उहाँहरू पनि लाग्नुभएको छ। विभिन्न सङ्घ संस्था पनि यसलाई सुधार्ने निम्ति यो पछि पर्यो र यसलाई अगाडि बढाउनुपर्छ भनेर विभिन्न सङ्घ संस्थाहरूले पनि यहाँ हेरिरहनु भएको छ। हामी त्यही अनुसारलाई अब अगाडि सुदृढ गरेर अगाडि लग्दैछ।